आज म बनाउन जाँदैछु मसरुमको सब्जी। मसरुमको सब्जीमा चाहिँ यहाँ मैले लसुन, मिडियम साइजको 2टा प्याज, मिडियम साइजको 2टा टमाटर, 3-4 खोर्सानी हालेर म यो पेस्ट बनाउँछु। मसरुमको चाहिँ मैले बोक्रा छिलेर सानो पिसमा काटेर धोएर राखिसकेकी छु। देख्न सक्नुहुन्छ मेरो यहाँ तेल पनि गरम भइसकेको छ। यसमा म हाल्दैछु थोरै हिङ, पिसेर राखेको मसला हाल्दैछु, मसलामा हाल्दैछु हर्दी पाउडर, देख्न सक्नुहुन्छ हर्दी पाउडर, जिरा गुडा, धनिया पाउडर, गरम मसला, कश्मीर लाल मिर्च, स्वाद अनुसार नमक हालिसकेकी छु। अब यसलाई चलाएर एकछिन मसलालाई पाक्न दिनुपर्छ। देख्न सक्नुहुन्छ यहाँ मेरो मसला पनि पाकिसकेको छ। अब यहाँ म हालिदिन जाँदैछु मसरुम र आलु काटेर राखेको। यसलाई चलाएर यसलाई छोपिदिन्छु। पानी मसरुमबाटै पानी निस्किन्छ। देख्न सक्नुहुन्छ मेरो यहाँनिर मसरुमको सब्जी पनि पाकेर रेडी भइसकेको छ। यो सब्जी यति टेस्टी भएछ नि के भन्नु। हजुरहरू यहाँ मेरो हातको खाना आउन सक्नुहुन्छ नि म हजुरहरूलाई भन्थे। बहुत टेस्टी भएछ, मटनको जस्तै भएछ, बहुत टेस्टी भएछ सब्जी। अब यसमा लास्टमा म माथिबाट धनिया हालिदिन्छु। तपाईहरुलाई मेरो मसरुमको रेसिपी कस्तो के लाग्यो कमेन्टमा बताइदिनु होला। बाई।